कुरा बुद्धत्व प्राप्त गर्नुभन्दा कैयौँ जुनी पहिलेको हो। त्यति बेला उहाँ एक बोधिसत्व हुनुहुन्थ्यो। भनौँ न, एक यस्तो महान व्यक्ति जसले सबै प्राणीहरूलाई दुःखबाट मुक्त गराउनको लागि बुद्ध बन्ने सङ्कल्प लिनुभएको थियो। र यही यात्राको क्रममा उहाँले 12वटा विशाल र गहिरो वाचाहरू गर्नुभयो। अनि ती वाचाहरू हेर्नुस् त, कति विशाल थिए। उहाँको सबैभन्दा गहिरो इच्छा थियो सबै प्राणीहरूलाई केवल शारीरिक रोगबाट मात्र होइन, तर मनभित्रको भावनात्मक पीडा, बाहिरी संसारको गरिबी र डर अनि अज्ञानता र नकारात्मक कर्मको बन्धनबाट पनि पूर्ण रूपमा मुक्त गर्नु। यो त समग्र उपचारको एउटा महाप्रतिज्ञा थियो। कैयौँ जीवनसम्मको निरन्तर अभ्यास, करुणा र निस्वार्थ सेवापछि उहाँले अन्ततः बुद्धत्व प्राप्त गर्नुभयो र वैश्यज्य गुरु बन्नुभयो। त्यसपछि उहाँ वैडूर्यमणि अर्थात् ल्यापिस लाजुलीको प्रकाशले भरिएको शुद्ध भूमिमा निवास गर्नुहुन्छ। यो भूमि आफैमा पनि स्पष्टता, शान्ति र उपचारको एक शक्तिशाली प्रतीक हो। अब जब हामी वैश्यज्य गुरुको कुनै मूर्ति वा तस्बिर हेर्छौँ, हामीले के देख्छौँ? यो केवल एउटा सुन्दर कला मात्र होइन। उहाँको हरेक हाउभाव, उहाँले बोकेका हरेक वस्तु र उहाँको शरीरको रङ सबैले गहिरो अर्थ बोकेको छ। यो उहाँको उपचार शक्तिको एउटा प्रतीकात्मक टुलकिट जस्तै हो। सबैभन्दा पहिले त उहाँको शरीरको रङमै ध्यान दियौँ। यो गहिरो नीलो रङ ल्यापिस लाजुली वा वैडूर्यमणिको रङ हो, जुन हजारौं वर्षदेखि उपचार र शुद्धतासँग जोडिएको छ। यो रङले के देखाउँछ भने उहाँसँग दुःख, पीडा र रिस जस्ता विषलाई करुणा र ज्ञान जस्तो अमृतमा बदल्ने अद्भुत शक्ति छ। अब उहाँका हातहरूमा हेरौँ। उहाँको बायाँ हातमा औषधीय अमृतले भरिएको कचौरा छ, जसले मानसिक र शारीरिक सबै प्रकारका रोगहरूको उपचारलाई जनाउँछ। अनि दाहिने हातमा उहाँले हर्रो नामक एक पवित्र औषधीय बोट समात्नु भएको छ, जसलाई आयुर्वेद र तिब्बती चिकित्सामा औषधिहरूको राजा भनेर चिनिन्छ। र अन्त्यमा उहाँको अनुहारको त्यो शान्त र सौम्य भाव, यसले उपचारको अन्तिम लक्ष्यलाई देखाउँछ। त्यो हो भित्री सन्तुलन, मनको शान्ति र ज्ञानको अवस्था। किनकि साँचो स्वास्थ्य बाहिरी परिस्थितिमा मात्र होइन, हाम्रो भित्री अवस्थाबाट सुरु हुन्छ।